आजको हाम्रो यो यात्रा चाहिँ पर्वतदेखि वालिङसम्मको थियो। हामीले चाहिँ बोर्डरबाट मात्रै पर्वत स्याङ्जा बोर्डरबाट मात्रै सुट गरेका छौँ भिडियो चाहिँ होइन। हेर्नु होला तपाईँहरूले चाहिँ कस्तो राम्रो राम्रो ठाउँ हुँदै हामी वालिङसम्म पुग्न सकिन्छ। पिङ्क सिटी वालिङ हो। हेर्नुहोस् बाटो चाहिँ धेरै परिवर्तन भइसकेको छ। धेरै धेरै ठाउँमा धेरै राम्रो भइसकेको छ। अब तपाईँहरूले चाहिँ मुक्तिनाथ जानु छ भने, मुस्ताङ जानु छ भने, तपाईँहरू बुटोलबाट आउँदै हुनुहुन्छ भने यो बाटो जाँदा चाहिँ तपाईँलाई धेरै सर्टकट पर्छ। धेरै सर्टकट पर्छ यताबाट चाहिँ। बाटो पनि एकदम राम्रो छ। कोरिडोरको बाटो हुँदै तपाईँ हातेमालो बजार हुवास हुँदै जान सक्नुहुन्छ होइन। अब हेर्नुहोस् फुल भिडियो। यो चाहिँ हाम्रो पुरानो डुम्रे भन्ज्याङ बजार हो। यहाँ अब धेरै राम्रो थियो होइन पहिला चाहिँ। अब आजकल चाहिँ तपाईँको बस्ती कम भयो, सुनसान भयो। नत्र पकौडा खाने, चिया खाने ठाउँ चाहिँ यो चाहिँ जक्सन थियो वालिङ जाँदाखेरिको। अहिले चाहिँ अब यो लगभग एकदम ठ्याप्प अवस्थामा पुगिसकेको छ होइन। मान्छेहरू पुरै सिफ्टिङ भइसक्यो यहाँबाट अरू ठाउँमा। यो चाहिँ अब पर्वत जाँदाखेरि चाहिँ सबैभन्दा डेन्जरियस बाटो भन्ने नै यही भनेर भनिन्छ होइन। यो डुम्रेज्याङको भिर भनेर यसैलाई चिनिन्छ। अब यहाँबाट चाहिँ भ्यू त यस्तो राम्रो देखिरहेको छ कि होइन। तर त्यो यो थोरै रिस्की छ। अहिले अहिले त त्यस्तो रिस्की छैन कि, पहिला चाहिँ धेरै रिस्की थियो। अहिले चाहिँ धेरै सुधार भइसक्यो, बाटो यस्तो ठुलो भइसक्यो। यता चाहिँ हाम्रो कालोपत्रको काम हुँदैछ भने अरू ठाउँमा चाहिँ कम्प्लिट भइसकेको छ थोरै थोरै। अब यहाँ हजुरले डाँडाको टुप्पामा देख्नुहुन्छ यस्तो राम्रो रेस्टुरेन्ट छ। तपाईँले चिया नास्ताको लागि यहाँ पनि रोक्न सक्नुहुन्छ होइन। एकदम रमाइलो ठाउँ छ। यहाँबाट भ्यू लिन सक्नुहुन्छ होइन। अब अब कच्ची रोड सकिएर चाहिँ हामी पिच रोडतिर लाग्यो। हामी बायाँ खोलानिर आयो होइन। अब यहाँबाट चाहिँ एकदम राम्रो पिच छ, एकदम राम्रो छ बाटो चाहिँ। तपाईँहरूलाई भनिसकेँ मुक्तिनाथ जानको लागि यदि मुस्ताङ जानको लागि चाहनुहुन्छ भने बुटोलतिर साइडबाट आउनुहुन्छ, नारायणघाट बुटोल चितवनबाट आउनुहुन्छ भने यो पर्वत हुवास हातेमालो हुँदै जान चाहिँ धेरै नजिक पर्छ है तपाईँहरूलाई। हाम्रो कुस्मा हुँदै क्लिफहरू हेर्दै हार्नेस जिप लाइन भयो, यताबाट जाने चाहिँ तपाईँलाई धेरै नजिक पर्छ। अनि ठाउँ पनि एकदम राम्रो छ, घुम्ने ठाउँहरू पनि। एकचोटि ट्राई गर्नु होला यदि मुस्ताङ जाँदै हुनुहुन्छ भने यताबाट गएर।
कसले भन्छ कि पाहाडमा सुविधा छैन भनेर। ल हेर्नुहोस् कस्तो राम्रो बसेको गाउँ छ होइन, यहीँ तपाईँको मेन रोड छ, सबै चिजको सुविधा छ त। मान्छेहरू सबैले पाहाडमा सुविधा छैन भन्दै छोड्दै चाहिँ बजार छिर्छन्, तराई छिर्छन्। मलाई लाग्छ चाहिँ पाहाड जस्तो बस्नको लागि चाहिँ रमाइलो चाहिँ कहीँ पनि छैन। अहिले चाहिँ हर चिजको सुविधा आइसकेको छ। अब यहाँबाट देखिएका हाम्रा यी पिङ्क पिङ्क घरहरू चाहिँ अब देखिन लागेका यी पिङ्क पिङ्क घरहरू चाहिँ हाम्रो वालिङ सिटी हो। वालिङलाई चाहिँ हामीले पिङ्क सिटी भनेर नि चिनिन्छ नि त, नेपालको पिङ्क सिटी भनेर। सो अब पिङ्क सिटीको मैले चाहिँ पुरै भिडियो बनाउनु पाएको छैन अहिलेको लागि चाहिँ। नेक्स्ट टाइम चाहिँ तपाईँहरूलाई पुरै पिङ्क सिटी र हाम्रो हातेमालो बजारको चाहिँ भिडियो बनाएर देखाउँला। आजको लागि चाहिँ यति नै इन्जोय गर्नु होला।